के भएको यिनीहरू ल ल ल हेर्नुहोस् पुरा काठमाडौँ देखिरहेको छ मान्डु भिलेज ओ माई गड अब यसको नजारा पनि तपाईँहरूलाई देखायो होइन अब चाहिँ माथि जाने हामी हिँड्दा हिँड्दा सो हेलो गाइस वेलकम टु माई युट्युब च्यानल सो आज चाहिँ तपाईँहरूलाई गोकर्णेश्वरको जङ्गलमा लाँदैछौँ तपाईँहरू एकदम ध्यान दिएर उहाँको हेर्नु होला बाटोमा देखाउनेछौँ तपाईँहरू सो लेट्स गो फर गोकर्णेश्वर जङ्गल माथिसम्म जाने माथिको तपाईँहरूले देखाउँछ है त यो चाहिँ मेन गेट रहेछ गाम्जा जात्रा महोत्सव लेखेर छ यहाँबाट माथि जानेको देखाउँछ है तपाईँहरूलाई सिँढी कति सिँढी रहेछ त यस्तो छ है मामा थाक्यो अब त हिँड्दा हिँड्दा नुना मागे बस्दा जोड्दा पुग्न आँटिसक्यो माथि एकदम तल सहर छ होइन सहरभन्दा जङ्गलभित्र आएको एकदम जङ्गलै धेरै जङ्गल रहेछ जे होस् सहरभन्दा माथि जम्मू अब माथि नै कहाँ पुग्दो रहेछ हेरौँ यस्तो देखिँदो रहेछ यहाँबाट चाहिँ अझ पुगेको छैन माथि काठमाडौँ चाहिँ यस्तो देखिन्छ है ल काठमाडौँ भेरी ब्युटिफुल अझै माथिसम्म पुग्नु पर्ने छ अझै तल पुगेको छैन माथितिर बस्नुको लागि रहेछ एकदम रमाइलो रहेछ यहाँ बस्नुको लागि बवाल रहेछ जे होस् जमुना माथिसम्म कहाँसम्म पुग्दो रहेछ यहाँ आइपुगिसक्यो माथि अब रुख रहेछ यहाँ चाहिँ मेन रोड रहेछ फेरि अझै योभन्दा माथि जानुपर्ने यहाँ पनि रोड रहेछ यहाँभन्दा माथि जाउँ अब यहाँ अगाडि एउटा गुम्बा रहेछ त्यहाँको गुम्बाको देखाउँछु तपाईँलाई के कस्तो गरिराखेको रहेछ गुम्बा चाहिँ यो चाहिँ शौचालय टोइलेट हियर इज टोइलेट लेडिज जेन्ट्स यहाँ गुम्बा देखाउँछु तपाईँहरूलाई समर यस्तो रहेछ हजुर हो शौचालय हो यस्तो रहेछ जे होस् यहाँ गुम्बा रहेछ यो गुम्बा चाहिँ यो रहेछ यहाँ गेट रहेछ यहाँभित्र के होला भगवान्हरू राखेको या त के न के राखेको होला यो चाहिँ के रहेछ हेर्नु यो पनि हेर्नु होला तपाईँहरूले यहाँ चाहिँ के आग जलाउने होला कि आगो जलाउनको लागि रहेछ सबै रुखै रुख छ जे होस् जङ्गल राम्रो रहेछ जे होस् घुम्ने लायकको है एकदम बवाल रहेछ जे होस् ल यस्तो छ भिडियोहरू चाहिँ ल के यस्तो रहेछ जे होस् जङ्गल रहेछ बवाल रहेछ जे होस् राम्रो रहेछ यस्तो रहेछ भित्रभित्र यस्तो रहेछ यो राई मगरहरूको के अरे मलाई चाहिँ थाहा भएन बस्ने ठाउँहरू जे होस् राम्रो मिलाएको रहेछ यो माथि पनि जानु पाउँछ होला सायद जङ्गल रहेछ यस्तो रहेछ सबै जङ्गलमै पुरो जङ्गल जाँदा पुरो जङ्गललाई चाहिँ एकदम दामी तरिकाले पार्क बनाएको रहेछ यहाँ चाहिँ के उनीहरूको संस्थाको किरात ट्रस्ट लेखेर छ संस्थाको केहरू बनाएको रहेछ यो होस् बवाल रहेछ जे होस् उनीहरूको यस्तो जङ्गल छ आउँदा हामी चाहिँ यहाँ आइपुगिसक्यो यहाँ तलबाट आएको तल यसो यहाँ अब माथि हेरौँ
यहाँ चाहिँ यस्तो रहेछ यो चाहिँ लेडिज टोइलेट रहेछ यहाँ यस्तो रहेछ बवाल ठाउँ रहेछ यस्तो ठाउँ रहेछ ल दिस इज नेपाल गाइस भेरी ब्युटिफुल जङ्गल भेरी ब्युटिफुल जङ्गल यो चाहिँ लामा भाषाबाट लेखेको रहेछ आई डोन्ट नो वाट इज से दिस राइटिङ बट भेरी ब्युटिफुल भेरी ब्युटिफुल बस्नुको लागि एकदम राम्रो रहेछ यहाँ भन्नेहरू अब यसको नजारा पनि तपाईँहरूलाई देखायो होइन अब चाहिँ माथि जाने हामी योभन्दा माथिको नजारा पनि देखाउँछ जे होस् अब्बर बवाल रहेछ यार म पहिला आएको त थियो काठमाडौँ तर यस्तो ठाउँहरू छ भनेर थाहा थिएन ल माथिको नजारा त्यो चाहिँ के रहेछ त ल यो माथिको पनि हेर्नु पर्यो है के बनाएको रहेछ यो चाहिँ हेर्नु पर्यो ए यस्तो के चिज त बनाउन आँटेको रहेछ यहाँ अहिले पुरा फिनिसिङ भएको छैन रहेछ पछि के खोल्छ होला यहाँ यस्तो टाइपको रहेछ जे होस् माथि पनि ठाउँ छ हेरौँ अहिले पछि देखाउँछ है यस्तो रहेछ यहाँ चाहिँ यहाँ गेट रहेछ यहाँ माथि यस्तो टाइपको बनाएको रहेछ नेपालमा पनि यस्तो बनाएको रहेछ थाहै थिएन यहाँ चाहिँ सेक्युरिटीहरू बस्नको लागि रहेछ कुनै चिजहरू बनाउँदै रहेछ अझै कुनै चिज खत्तम भइसकेको रहेछ बनाएर यहाँ यस्तो रहेछ नि त अनि यस्तो बनाएको रहेछ जे होस् मान्छेको आएको यस्तो बनाएको रहेछ जे होस् राम्रो लाग्यो भित्र के गरी जान्छ त्यो हेर्छु अहिले गएर हेर्छु है यस्तो ठाउँ चाहिँ यहाँ चाहिँ के हो यो खास चाहिँ म देखाउँछु है तपाईँहरूलाई ए यस्तो टाइपको रहेछ यहाँ यस्तो टाइपको रहेछ के होला यो यस्तो टाइपको बनाएको रहेछ यहाँ बसौँ एकछिन यस यो पार्कभित्र पछि अझै राम्रो बनाउने रहेछ अलग स्टाको त्यहाँ चाहिँ के नाच्दै छैन यहाँ के भएको यिनीहरू ल अब यहाँबाट चाहिँ लागौँ होइन तल लागौँ यो चाहिँ माथि रहेछ यो घर चाहिँ यत्रो पार्कमा यो घर चाहिँ प्राइभेट रहेछ यार यत्रो घर प्राइभेट रहेछ घर दिस इज प्राइभेट होम प्राइभेट यत्रो पाहाडको माथि प्राइभेट रहेछ जे होस् तल जाउँ के रहेछ हेरौँ यो पनि देखियो होइन पहिला त्यत्रो आएको थिएन यो पालि चाहिँ गइदिउँ न त माथि भनेर आएको यस्तो रहेछ यहाँ चाहिँ यस्तो रहेछ जे होस् यस्तो चिजहरू रहेछ रमाइलो लाग्यो सो तपाईँहरूले कस्तो लाग्यो भन्नु होला यस्तो चिजहरू रहेछ यो अहिले फिनिसिङ भएको छैन र फिनिसिङ भयो भने यस बवाल देख्ने रहेछ यहाँ झन्डा नेपालको फ्ल्याग्स फर नेपाल सो भेरी नाइस यस्तो रहेछ सो तल जाउँ तपाईँहरूलाई तलको देखाउने नै छौँ यहाँ दिदीहरूको टेकटुक भएन रहेछ ठिकठाक सो तल जाउँ तलको देखाउँ तपाईँहरूलाई त्यो चिजहरू रहेछ यहाँबाट पुरा काठमाडौँ देखिन्छ अरे सो आई सो दु ओल काठमाडौँ यहाँ माथिबाट पहाडहरू देखिँदो रहेछ यस्तो पहाडहरू देखिँदो रहेछ यहाँबाट चाहिँ पुरो काठमाडौँ देखिन्छ र अहिले देखाउँछु तपाईँहरूलाई भिडियोमा ल हेर्नुहोस् पुरा काठमाडौँ देखिरहेको छ दिवाली पनि खतम बोलावा झन् एकदम रमाइलो देख्छ नि अब यहाँ भित्र जाउँ अब भित्र जानु पर्ला यता अब जाउँ अब भित्र
वासरूम जाऊ जी ओर्नेमै होला यहाँबाट चाहिँ एन्ट्री हुँदो रहेछ जे होस् यस्तो रहेछ जे होस् पराकहरू राम्रो रहेछ जे होस् ल हेर्नुहोस् के हो यहाँ के लेखेको रहेछ यहाँ चाहिँ यहाँ लेखेको रहेछ सरस्वती कृष्ण सिंह सबै लेखेर चाहिँ दिस वान इज काठमाडौँ भिलेज ओ माई गड भेरी भेरी नाइस भेरी ब्युटिफुल कस्तो राम्रो छ दामी छ ल यतापट्टि जङ्गल हियर इज जङ्गल देयर इज ओ माई गड very beautiful ले स्मॉल बंदर चाहिँ ला ला कम कम सानो बन्दर चाहिँ ओए ओए लड्छ लड्छ ना ना सो गाइस काठमाडौँ यता माथिको पनि मजाले घुमेर आइसक्यो यति देखाउँदै आजको भिडियोलाई चाहिँ यहीँ अन्त्य गर्छु यहीँ समाप्त गर्छु थ्याङ्क यू भिडियो कस्तो लाग्यो मलाई कमेन्टमा भन्नु होला आजको भिडियोलाई यहीँ समाप्त गर्छु बुढी बाई बाङ बाई बाङ यहीँ नै समाप्त गर्छु ओके सी यू नेक्स्ट ब्लग तपाईँहरूलाई अर्को ब्लगमा यस्तै यस्तै राम्रो चिजहरू देखाउने नै छौँ अहिलेको लागि चाहिँ बन्द गर्छु है त